सफलता भनेको के हो? आजको यो दौडधुपको दुनियाँमा यो प्रश्न सायद सबैभन्दा महत्त्वपूर्ण छ। आज हामी नेतृत्वको एउटा यस्तो मोडल हेर्दैछौँ जसले सफलताको हाम्रो आम परिभाषालाई नै चुनौती दिन्छ। यो हो ख्रिश्चियन नेतृत्वको एक फरक दृष्टिकोण। ल यसमा अलिकति गहिरिएर सोचौँ त। यो भनाइले हाम्रो समयको एउटा ठूलो सत्यलाई औल्याउँछ, होइन र? यस्तो लाग्छ हामी सबैजना सफलताको कुनै गोप्य सूत्र खोज्ने दौडमा छौं। तर के हामीले खोजिरहेको सफलता साँच्चै सही प्रकारको सफलता हो त? आजको हाम्रो यात्रामा हामी सबैभन्दा पहिले सफलताको सिन्ड्रोम भनेको के हो त्यो समस्यालाई बुझ्नेछौँ। त्यसपछि सफल नेतृत्वको परिभाषा नै कसरी बदल्न सकिन्छ त्यसमा जानेछौँ, जहाँ करिश्माभन्दा चरित्रलाई महत्त्व दिइन्छ। हामी नेतृत्वमा आउने दबाव र बर्नआउट जस्ता वास्तविक चुनौतीहरू अनि अन्त्यमा एक नेताको साँचो पुरस्कार के हो भन्ने बारे पनि कुरा गर्नेछौँ। त्यसो भए यो सफलताको सिन्ड्रोम आखिरमा हो चाहिँ के त? कुनै पनि समाधान खोज्नुभन्दा पहिले समस्याको जडसम्म पुग्नै पर्छ, होइन र? हो, सफलताको पनि एउटा अँध्यारो पाटो हुँदो रहेछ। स्रोतले यसलाई खराब सफलता भन्छ। यस्तो सफलता जुन अरूलाई पछाडि पारेर वा आफ्नै चरित्रलाई बिगारेर हासिल हुन्छ। यहाँ कुरा जित्नु मात्रै होइन, तर त्यो जितका लागि के गुमाइयो भन्ने हो। अब यो चार्टलाई हेरौँ है त। यसले जीवनको एउटा रोचक चित्र देखाउँछ। धेरैजसो मानिसहरू करिब 80% औसत श्रेणीमा पर्छन्। केवल थोरै सफल र थोरै असफल हुन्छन्। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, के खराब सफलताबाट बच्ने एउटै मात्र बाटो भनेको औसत भएर बस्नु हो त? ल यदि संसारले देखाएको सफलताको मोडलमा खोट छ भने विकल्प के त? अब हामी समाधानतिर लागौँ र सफल नेतृत्वको अर्थ नै फेरि खोजौँ। यहाँ स्क्रिनमा हेर्नुस् त, दुईवटा बिल्कुलै फरक दृष्टिकोण छन्। एकातिर संसारिक सफलता छ जुन धन, पद र प्रसिद्धि जस्ता बाहिरी कुराहरूले नापिन्छ। अर्कोतिर बाइबलीय सफलता छ जुन परमेश्वरको उद्देश्य पूरा गर्नु र सही व्यक्ति बन्नुमा केन्द्रित छ। भन्नुको मतलब फोकस के हासिल गरियो भन्दा को बनियो भन्नेमा छ। यो नयाँ परिभाषाको मुटुमै एउटा आधारभूत सिद्धान्त छ, करिश्माभन्दा पहिले चरित्र। आउनुहोस् यो किन यति धेरै महत्त्वपूर्ण छ अलिकति गहिराईमा जाउँ। यो भनाइ साँच्चै कति शक्तिशाली छ, होइन त? यसले प्रष्ट भन्छ कि हामीले के गर्यौं त्यो भन्दा हामी कस्तो मान्छे बन्यौं भन्ने कुरा धेरै महत्त्वपूर्ण छ। नेतृत्वको जग बाहिरी क्षमतामा होइन, व्यक्तिको भित्री गुण, उसको इमान्दारीमा टिकेको हुन्छ। यो पुरै विचारलाई एउटा सरल तर एकदमै शक्तिशाली सूत्रमा बाँध्न सकिन्छ। करिश्माबाट चरित्र घटाइदिनुहोस् र बाँकी रहन्छ अराजकता। यो एउटा यस्तो चेतावनी हो जसले हामीलाई सम्झाउँछ कि चरित्र बिनाको प्रतिभा र आकर्षण कति खतरनाक हुन सक्छ। त्यसो भए चरित्र र व्यक्तित्वमा खास फरक के हो त? सोच्नुस् न, चरित्र भनेको तपाईँ कोही नहुँदा को हुनुहुन्छ भन्ने हो, तपाईँको भित्री सार। व्यक्तित्व भनेको तपाईँ अरूको अगाडि के गर्नुहुन्छ भन्ने हो, तपाईँको बाहिरी प्रस्तुति। साँचो नेतृत्व व्यक्तित्वमा होइन, चरित्रमा टिकेको हुन्छ। तर चरित्रमा आधारित नेतृत्वको बाटो पनि त्यति सजिलो छैन है। नेताहरूले ठूलो दबाव र बर्नआउटको सामना गर्नुपर्छ। त्यसो भए यो नेतृत्व मोडेलले यी वास्तविक चुनौतीहरूलाई कसरी सम्हाल्छ त? बर्नआउट भनेको अलिअलि थकाइ लाग्नु मात्रै होइन। स्रोतले यसलाई पूर्ण स्नायविक र भावनात्मक थकावटको रूपमा परिभाषित गर्छ। यो यस्तो अवस्था हो जहाँ शरीर, मन र आत्मा नै पूरै रित्तिएको जस्तो महसुस हुन्छ। अब यसका लक्षणहरू कस्ता हुन्छन् त? यी शारीरिक र मानसिक दुवै हुन सक्छन्, जस्तै सधैँ थकित महसुस हुनु, चिन्ता बढ्नु, कुनै कुरामा मतलब नलाग्नु र राम्रोसँग निदाउन नसक्नु। यी कुनै पनि नेताले अनुभव गर्न सक्ने एकदमै वास्तविक र गम्भीर सङ्केतहरू हुन्। यो पुरानो भनाइले बर्नआउटको सारलाई कति राम्रोसँग समातेको छ हेर्नुस् त। सधैँ तन्काइराखेको धनुले आफ्नो शक्ति गुमाउँछ। यसले हामीलाई सम्झाउँछ कि निरन्तरको दबावले काम गर्दैन। नेतृत्वलाई पनि विश्राम र नवीकरणको आवश्यकता पर्छ। त्यसो भए समाधान के त? यहाँ डाक्टर क्लेयर विक्सको एउटा जीवन बचाउने सूत्र दिएको छ। यो 4वटा सरल चरणमा आधारित छ। पहिलो, अवस्थाको सामना गर्नुहोस्। दोस्रो, त्यसलाई स्वीकार गर्नुहोस्। तेस्रो, भावनाहरूसँग लग्नुको सट्टा त्यसमा तैरिदिनुहोस्।
र चौथो, निको हुन समय लाग्छ भनेर धैर्य गर्नुहोस्। यो सङ्घर्ष गर्नुको सट्टा स्वीकार गर्नुमा आधारित एक शक्तिशाली दृष्टिकोण हो। यति धेरै चुनौती र दबाव झेलेर आखिर यस्तो नेतृत्व किन अपनाउने त? यसको अन्तिम पुरस्कार चाहिँ के हो? आउनुहोस् हाम्रो अन्तिम खण्डमा यही प्रश्नको जवाब खोजौं। र यहाँनिर यो सम्पूर्ण दर्शनको सबैभन्दा महत्त्वपूर्ण निचोड आउँछ। स्रोतको तर्क छ कि परमेश्वरले हाम्रो सफलतालाई होइन, हाम्रो विश्वास योग्यतालाई पुरस्कृत गर्नुहुन्छ। यसले हाम्रो ध्यान परिणामबाट प्रक्रियामा सार्छ। पुरस्कार ठूलो उपलब्धिमा होइन, बरु निरन्तर र इमान्दार समर्पणमा लुकेको छ। शास्त्रमा विश्वास योग्यताको यो पुरस्कारलाई 5वटा प्रतीकात्मक मुकुटहरूले देखाइएको छ। हरेक मुकुटले फरक फरक प्रकारको विश्वास योग्यतालाई सम्मान गर्छ, चाहे त्यो परीक्षामा धैर्य धारण गर्नुहोस् वा अरूको इमान्दारीपूर्वक हेरचाह गर्नुहोस्। र अन्तमा हामी यही प्रश्नमा आएर रोकिन्छौं। यदि साँचो सफलतालाई हामीले के हासिल गर्यौं भन्ने कुराले होइन, बरु हामी कति विश्वासयोग्य रह्यौं भन्ने कुराले नापिन्छ भने यसले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवनमा सफलताको अर्थलाई कसरी परिवर्तन गर्छ? यो एउटा यस्तो प्रश्न हो जसको जवाफ हामी सबैले खोज्न आवश्यक छ।